हेलो नमस्कार सम्पूर्णमा गुड मर्निङ नमस्कार जय नेपाल। जस्तो अलिकति के विषयमा कुरा गर्न चाहेँ भने जस्तो हिजो रवि लामी छानेलाई चाहिँ सहकारी तपाईँको ठगी भनेर तपाईँको सिध्याउनको लागि तपाईँको दुनियाँ दिवाना पोखरादेखि लिएर बुटोल तपाईँको नेपालको सबै घुमाउनु भयो। अब गृहमन्त्रीहरू लागेर काङ्ग्रेसका नेताहरू पुरै लागेर होइन। अहिले तपाईँको काङ्ग्रेसकै भित्र तपाईँको गृहमन्त्री दुनियाँ दिवाना मन्त्रीहरू तपाईँको यत्रो घोटाला यत्रो भ्रष्टाचार गर्दाखेरि उहाँहरूलाई चाहिँ कारबाही हुनु पर्दैन? त्यो पनि तपाईँको यो देशको नागरिकलाई मानव तस्कर गर्ने, नेपाली जनतालाई बेच्ने, त्यो चाहिँ तपाईँको गरिमै पदमा बसेर तपाईँको त्यो तपाईँको जिम्मेवार तपाईँको नैतिकताले दिन्छ मानव तस्कर गर्न? गृहमन्त्रीलाई यो प्रश्न है। त अरू तपाईँको राजनीतिक दलहरू जति पनि पार्टीहरू छन् तिमीहरू मिली सरकार चलाउने मिली भ्रष्टाचार गर्ने अलिकति केही चाहिँ तपाईँको युवाहरू अलिकति जागृत हुँदैछ। अब तिमीहरूले देश चलाउन सकेनौ भनेर युवाहरूले चाहिँ अब देश बनाउनुपर्छ, सधैँ हामीले दुःख पायौँ भनेर युवाहरू एउटा सोच बोकेर आउँदै गर्दाखेरि चाहिँ जेलमा लगेर सिध्याउने हाल्ने। अब गृहमन्त्रीलाई कसले हाल्ने जेलमा? 50 लाख दैनिकी तपाईँको चाहिँ कमिसन जान्छ गृहमन्त्रीलाई। अब त आइसक्यो त सोसल मिडियातिर ठुल्ठुला भ्रष्टाचारीहरू चाहिँ घुमिरहेको छ 10 करोड 15 करोडको गाडीमा। अनि तपाईँको अहिले भर्खर एउटा अख्तियार पनि त यहाँ तपाईँको आवाज उठाउनु पर्दैन? अख्तियारले अनुसन्धान गर्नु पर्दैन? खोइ त आवाजै उठाएको छैन। कानमा तेल लगाएर आँखामा पट्टी बाँधेर बसेको छ अख्तियार पनि। यत्रो घोटाला भएको छ, खोइ अख्तियारले छानबिन गरेको छ? पार्टीकै त होला नि अख्तियार पनि। हामीलाई त त्यस्तो शङ्का लाग्न थालिसक्यो। यत्रा चाहिँ खरबौ चाहिँ तपाईँको काण्डहरू छन्। एयरपोर्टको हेर्नुपर्छ 14 अरब 15 अरबको। भनेपछि देशमा लुटतन्त्र मचिएको छ, लोकतन्त्र गणतन्त्रमा। जोस् राम्रो गर्दै हुनुहुन्छ, यसरी नै गर्दै जानु होला। अब जनताको किडनीहरू पनि निकालेर बेच्नु होला। तस्कर त गर्न थालिसक्नुभयो, गर्दै हुनुहुन्छ पहिल्यैबाट 3-4 दल मिलेरै होइन। अब किडनी पनि निकालेर बेच्नु होला भन्दै सम्पूर्णमा नमस्कार जय नेपाल।